गाइज वेलकम ब्याक टु माई च्यानल है। आज चाहिँ हामी माछा मार्न जाँदैछौँ अनि यस्तो घाम लागिरहेको छ। लगभग घरबाट हिँडेको आधी घन्टा भयो होइन। अनि यहाँ जङ्गलको बिचतिर आइपुगेको छौँ। एकदमै बवाल घाम लागेको छ, चरक्क चिरिक्क परे है। अनि यस्तो बवाल भ्यू पनि देखिरहेको छ अहिले चाहिँ। लास्टै घाम लागेको छ गर्मीको महिनामा। सो यहाँ खोला पनि सुकिरहेको छ, त्यही भएर हामी चाहिँ अब जालसाल ल्याएको छैन। तिर ल्याएछौँ अनि तिर र बल्छी ल्याएछौँ है। म चाहिँ बल्छी खेल्छु र मसँग आज घान्टेर मेरो एउटा सब्सक्राइबर छ कि सब्सक्राइबर, त्यही पनि जबरजस्ती गर्न लगाएको सब्सक्राइब है। ओ पक्दे ए सब्सक्राइबर छ होइन। अनि यही मात्र एउटा मेरो सब्सक्राइबर होला जसले चाहिँ मेरो भिडियो कहिले आउँछ भनेर सधैँ मेरो घर आएर सोधिरहेको छ कि ऊ यता हेर्दै एलिस ल यता न यो चाहिँ एलिस भाइ हो है। अनि आज चाहिँ यो हामीसँगै छ भ्लगमा चाहिँ आउने भनेर आँखा खुसी भएर होइन। अनि यो पनि माछा मार्ने एकदम सिपालु छ, टाटो छ क्या मान्छे चाहिँ। सो यहाँ गान्टे र एलिस चाहिँ यिनीहरूको बिदा छ, त्यही भएर आज चाहिँ यहाँ माछा मार्नको छौँ। यता हेर्दा ल एलिस। अब हामी जङ्गलको बिचमा आइसकेको छौँ। लास्टै आफूले सेफ राख्नुपर्ने हुन्छ, यहाँ काँडा साँडा छ, त्यही भएर अब उतै गएर भेटौँ ल। जङ्गलमा केही भयो भने म देखाइहाल्छु है गाइस। हामी चाहिँ आज लास्टमा सकेसम्म त्यहाँ पकाएर खानेछौँ होइन। धेरै त मारिँदैन, पकाएको थाहा भएको कुरा हो। अनि त्यहाँ लास्टमा चाहिँ पौडी खेल्ने बेला चाहिँ त्यहाँ पौडीमा चाहिँ च्यालेन्ज गर्ने पनि वाला छौँ होइन त एलिस। रनिङ अनि म च्यालेन्जहरू यहाँ दिमागमा टिपेर ल्याएको छु, तिमीहरूलाई म च्यालेन्ज गराउँछु ल। ढुङ्गासँग ल म 3-4वटा च्यालेन्ज ल्याएको छु कि लास्टमा बल च्यालेन्ज हुनुवाला छ, मजा आएको होइन। ल ल ल त्यो सबै हुन्छ। किन एलिस डरायो क्या, के हुन्छ के हुन्छ? एलिस आज मेरो यहाँ के अरे भ्लगमा आउनुमा एकदम कस्तो लाग्छ एलिस? यता हेर्दा यता हेरेर भन्न खतरा खुसी हो। यही मात्र एउटा हो क्या मेरो सब्सक्राइबर चाहिँ होइन। जबरजस्ती गरेको भए पनि यसले चाहिँ मेरो भ्लगहरू चाहिँ एकदम मोड गरिरहेको हुन्छ कि है, एकदम सोधिरहेको हुन्छ होइन त एलिस? सोधिरहेको हुन्छ कहिले आउँछ तपाईँको भ्लग भन्दै। 250 का सब्सक्राइबर है गाइज। अनि यिनीहरूलाई चाहिँ होइन मिस्टर बिस्टको चक्लेट खान मन लाग्यो अरे। अनि नेपालमा चाहिँ कहाँ पाइन्छ अरे एलिस भन्दै त? यता हेर भन्न, यता हेर भन्न। ए भाटबाटे नि सुन्नु भटबाटे भाटबाटे नि ठुल्ठुलो मार्केट मिनी मार्केटमा पाइन्छ होला, थाहा छैन है हामीलाई नि। यदि पाइन्छ भने कमेन्ट गर्नु होला गाइज, कसरी खानु भयो भने है। नेपालीले विदेशीले त खाइरहेको छ है। बाम आएको ठाउँ बाम फाइनल्ली ल फर्स्ट टाइम उद्घाटन भयो। उद्घाटन ल फुलुङ लिएर जा एलिस। ल म मार्छु। मिठो खाएछ कि यसले त तर है, त्यही भएर होइन अहिलेसम्म मिठो अड्के रहेछ कि होइन। त्यही भएर त अहिलेसम्म फुस्किनै सकेन यत्रो हान्दा पनि जसरी नै आउने खालको रहेछ त। म पनि सानो फाइनली केटा हो खै मसँग त ए बाम अरुण छ। अलि पानी फाल्न, अलि पानी फाल्यो त पानी फाल्न सकिहाल्छ त। छिटो त्यही कत्रो यार हेर्नै सरी त गर्न त्यो माछा मार गाइज। म यहाँ बल्छी थापिरहेको छु होइन, यहाँ छ। अनि यिनीहरू चाहिँ अब पौडी खेल्दा अब यिनीहरूको च्यालेन्ज हुन्छ हो। च्यालेन्जको लागि रेडी हो। फर्स्टमा च्यालेन्ज हुन्छ, 3-4वटा च्यालेन्ज छ। फर्स्टमा चाहिँ ब्रिथिङ कन्ट्रोल हुन्छ, को चाहिँ धेरै बेरसम्म डुब्ने अब है। मेरो काउन्टमा भन्छ रेडी 1 2 3 गो भन्छु अनि डुब्ने है। रेडी 1 2 3 गो। ल यो त कोडिल निस्किन्छ है। यहाँ ठुलो भएर पुरै ढाडै देखिरहेछ।
डुब 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 न डुब न ल गान्डल जित्यो है एउटा गान्डल जित्यो आइज अब रेस हो रेस मतलब एकचोटि डुबेर एकचोटि कहाँसम्म पुग्छ भनेर के अन माई काउन्ट है रेडी 1 2 3 गो डुब कहाँ पुग्छ है यो टाउको यसले सास फेरेपछि सकियो के यसको यहाँ आइपुग्यो ल यहाँ त यहाँ आइस घन्टे रेडी 1 2 3 गो ये त यहाँ आइपुगिसक्यो भने छोडो सट जितिस 1 ह्यान्ड पुस अप अब जुना चल्छ त्यो एक वाह 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 सुरु सके 28 29 30 31 32 33 37 37 38 भयो त धेरै गएछ अब एलिजको पालो ल गर्न गर ल रेडी 1 2 3 गो 1 2 3 4 5 6 7 8 तेरो चाक छोप 7 भयो 8 9 ओल त टाउको र हल्ला 12 13 14 चढ्ने थाकिसक्यो 16 17 18 19 नछोड 20 21 नछोड भयो म त किराउन फाल्यो के भन्दै गर्ला नि पकाएर खाने नि पार्टी हो अन्डाको गुड सुत्दै रहेछ बिचरा कहाँबाट ल्याएको र छोडिदिउँ अलिक बच्चा भएपछि लाने कि अलिक ठुल्ठुलो त्यो सर्व हरियो मरेको देखेन उता अगाडि के उता अगाडि चारमा हो लु तान त मजा किन सातो बज्यो हेरि उता थियो उता ओ बाबा एकदम पत्रा बाम पर्यो यत्रो थियो उता माथिको नि भित्र पातालो थियो फाइनली गाइस ए त्यो टन्न मुखबाट यसरी खान्न खान त उयो सर्पै छ सिल ल तिमीहरूको काम ल सदा बान्दा ए बाना रे फुच्फुच्किन सक्छ क्या गोड्न गोदेर क्या चप्पलले भइहाल्छ नि ल ल मार कहाँबाट ए लास्टी टुप्पोमा रहेछ है हो हान त उसले झ्याप्पै गाइस अहिले चाहिँ बल्छीमा माछै परे होइन है थापेर चाहिँ राखिरहेको छु त्यहाँ अनि बाबुहरू चाहिँ पौडी खेल्नु गर्छ है अनि हजुरहरूसँग यसो गफ गरेर भनेको म चाहिँ मेनली चाहिँ अहिले दरै कास्टको बारेमा चाहिँ थोरै कुराहरू हजुरहरूलाई सेयर गर्न चाहन्छु होइन हाम्रो कास्ट भनेको कस्तो कास्ट हो अनि कहाँ बसोबास हुन्छ कस्तो हो मेरो पर्सनल्ली साथीहरूले अथवा चिने जानेकोहरूले धेरैले सोध्नु भयो कि दरै भनेको कस्तो कास्ट हो भन्नुहुन्छ होइन अझै पनि दरै भन्ने कास्ट चाहिँ खासै चिनेको छैन जस्तो लाग्छ मलाई खासै प्रचार प्रसार पनि भएको छैन होला थोरै भयो भने मलाई हेर्नुहुन्छ थोरैले चिनेबाट होइन पछि सेयर हुँदै जान्छ मान्छेहरूले आफ्नो आफ्नो कुरा गर्दाखेरि दरै भनेको यस्तो रहेछ नि भनेर सेयर हुन्छ जस्तो लाग्छ त्यही भएर थोरै भयो नि म हजुरहरूलाई हाम्रो दरै कल्चर दरै जाति बारेमा भन्न चाहन्छु होइन दरै भनेको चाहिँ नेपालको जनजाति आदिवासी जनजातिमै गनिन्छ मेनली चाहिँ हाम्रो मध्य तथा पश्चिमको त्यो तराईहरूमा अनि पहाड भेगमा चाहिँ बसोबास गरिन्छ कि चितवन गोर्खा अनि नलपरासी अनि मेनली तनहुँ होइन
यो ठाउँहरूमा चाहिँ एकदम बस्तीहरू चाहिँ छ। फाटाफुट्टा त अब देशभरि फैलिसकेको छ होइन, तर अलिकति थोरै सङ्ख्या भएकोले चाहिँ अलिकति हामी चाहिँ पहुँचमा छैन, त्यस्तो चिनेको चाहिँ छैन जस्तो लाग्छ। त्यही भएर दराई कल्चरको बारेमा चाहिँ हाम्रो कल्चर पनि आफ्नै छ, अनि भाषा आफ्नै छ होइन, अनि रीति संस्कृतिहरू होइन, आफ्नै चाडपर्वहरू पनि छ। मेनली अब दसैँ तिहार मनाइन्छ, तर हाम्रो मेन चाड भनेको चाहिँ गङ्गा दशहरा। अहिले चाहिँ अब सबै चेन्ज भइसक्यो, अब मोडर्न जमानामा आइसक्यो, तर चाहिँ पहिलादेखि चाहिँ परम्परागत रूपमा चाहिँ हाम्रो चाहिँ पशुपालनहरू चाहिँ मेनली थियो, अनि माछा मारेर खाने होइन। अनि मेनली चाहिँ हाम्रो दराईको चाहिँ म यहाँ साइडमा राखिदिन्छु होइन। हाम्रो चाहिँ नि आफ्नै टिपिकल हाउस हुन्थ्यो कि एउटा घर हुन्थ्यो होइन, त्यो घुमाउने टाइपको घर हुन्छ होइन। अहिले चाहिँ लोप भइसकेको छ, कहीँ कतै अब त्यो भवनहरूमा चाहिँ यसो घुमाउने बनाइन्छ, तर टिनले बारेर होइन। अहिले चाहिँ त्यस्तो छैन। मर्दा पर्दा पनि आफ्नै रीति संस्कृति छ, हिन्दू अनुसार हाम्रो चाहिँ बिदाई पनि गरिन्छ होइन। हाम्रो आफ्नै कल्चर छ, आफ्नै भाषा छ। गुगल अथवा च्याटजिपिटी जे पनि हान्न सक्नुहुन्छ होइन। हाम्रो आफ्नै कास्ट छ, यो नेपालको आदिवासी हो भनेर ट्याक्क देखाइहाल्छ। तपाईँहरूले त्यसरी सर्च गरेर हेर्न पनि सक्नुहुन्छ। र त्यो भ्रम पनि छ कि अलिकति भाषा चाहिँ अलिकति कतै कतै होइन ठ्याक्कै त्यही त मिल्दैन, तर अलिकति टोनहरू चाहिँ होइन बोल्दाखेरि कतै कतै मिलेको जस्तो देखिन्छ। त्यही भएर चाहिँ त्यो इन्डियन जस्तो टोन आउने हो होइन। तर हाम्रो चाहिँ छुट्टै आफ्नै भाषा छ, फरक छ होइन। आफ्नै भाषा भएकोले नै अब आदिवासी भनेको आदिवासी जनजाति भनेको हो, त्यो चाहिँ बुझ्नु होला गाइस।